आदरणीय नेपाली दाजुभाइ र दिदीबहिनीहरू, चुनाव सकियो। 2/3 सरकार गठन हुँदैछ, तर प्रतिपक्ष कमजोर छ। जब प्रतिपक्ष कमजोर हुन्छ, त्यो केवल राजनीतिक दृष्टिकोणबाट चुनौतीपूर्ण होइन, हामी सबै नागरिकका लागि चेतावनी पनि हो। लोकतन्त्रको आधार नै सन्तुलन र जवाफदेहिता हो। प्रतिपक्ष कमजोर हुँदा सरकार असल र दिगो नीति बनाउन असक्षम भए पनि चुनौती दिने शक्ति कम हुन्छ, जसले गर्दा भ्रष्टाचार, ढिलासुस्ती र असमान निर्णयहरूको जोखिम बढ्छ। यस अवस्थामा नागरिकले विशेष ध्यान दिनु आवश्यक छ। पहिलो, सूचना र समाचारमा सचेत रहनुहोस्। हरेक निर्णयको प्रभाव बुझ्न र आलोचनात्मक दृष्टिले मूल्याङ्कन गर्न सिकौँ। सामाजिक जागरुकता बढाउनुहोस्। सडकमा, विद्यालयमा, गाउँघरमा र डिजिटल प्लेटफर्ममा लोकतन्त्र र उत्तरदायित्वका विषयमा छलफल गर्नुहोस्। नागरिकको निगरानी, आवाज र सक्रिय सहभागिता नै कमजोर प्रतिपक्ष भएको अवस्थामा सन्तुलन कायम राख्ने प्रमुख उपाय हो। आज हामीले सचेत नहुँदा भोलि हाम्रो अधिकार र देशको भविष्य जोखिममा पर्न सक्छ। त्यसैले उठौँ, चेतनशील बनौँ र जिम्मेवार नागरिकको भूमिका निभाऊ। यही नै हाम्रो साँचो देशभक्ति र लोकतान्त्रिक दायित्व हो।